पानी तातो पानी खाइयो। अब आफ्नो ड्युटी पालन गरेर दुलिएर हिँड्दैछु साथी हो। यस्तै छ जिन्दगी। किसानीको छोरी भएपछि किसानीमा हार्नु हुँदैन, गर्नुपर्छ, गरी खानुपर्छ। अब छोरो र मै दुध पुर्याउन आज घुम्न पनि दुध पुर्याउन पनि हिँड्यौँ। अब फेरि आएर खानासाना पकाउने, खाने, रमाइलो गर्ने, बस्ने। अब कोही छोरछोरी परदेश गएछन्, अब कोही छोरो यहाँ आएको छ। खुसी लागेर आज आमा छोरा दुध बोकेर जाँदैछौँ। सबै दिदीबहिनीले सुन्नु होला है। हजुर हामी त बाटो लगाइसक्यौँ। अब घरको फेरि गएर आएर घर आउने, घाँस बाख्रालाई घाँस हाल्ने, गाईलाई घाँस हाल्ने। अनि खै त छटलाङ्गे उज्यालो हुँदा पनि कोही उठाएन त सब्दपुरवासी। त्यहाँबाट फेरि घाँस काट्ने अनि आराम गर्ने, सबैजना बसेर गफ गर्ने, रमाइलो गर्ने। जिन्दगी यस्तै हो, अरू के भन्नु छ र। छोरा बुहारी सबै कोही विदेशमा छन्, छोरीहरू आफ्नो आफ्नो घर छन्। बुढेसकाल लासी दुईवटा बुढाबुढी भएर भइदो रहेछ। अब के गर्ने, यस्तै हो संसारमा। चलेको कुरा गर्नै पऱ्यो, चलेको कुरा हिँड्नै पऱ्यो, खानै पऱ्यो। जिन्दगी केलाई जन्मिया रहेछ, यही खाना लाउन, रमाइलो खुसी गर्न भनेर जन्मेको रहेछ। मानिसको चोलो ल्याएपछि उल्टो सुल्टो सबै भोग्न पर्ने रहेछ। अब त्यो भोगेर भगवान्लाई सित प्रार्थना गर्छु, यति नै हो। हामी अब डेरीमा आइपुग्यो। दुधले यस्तो छ रमाइलो हाम्रो डेरी। दुध जति बोक्यो, दुध र पानी हो कि दुध हो? दुध र पानी हो कि दुध हो? कति हुने रहेछ दुध आज? 4 किलो 500 ग्राम। अहिले दुध किलो कसरी छ? किलोको दुध 90 रुपियाँ। 90 रुपियाँ। 600 रुपियाँ। लगभग हामीले कति कमायो? 7 किलो लगभग पुग्न भनिसकेपछि 700 भनेपछि 650 660 जति कमायो। 680 नै कमायो। 680 जति कमायो। बिहान उठेर कति बजे उठायो? 4 बजे? 4 बजे उठाइयो। अब ल्याइयो। कस्तो पाल्नुहुन्न, नपाल्नु, दुःख नगर्नु भन्छन्। आफूहरू विदेशमा गएर मरि दुःख गरेको देख्दैनन्। आमा बाउले सकन्दारी गरी खाऊँ, नरोउन्, हाँसुन्, खुसी आफ्नो खुसी बाँडुन् भनौँ। छोरछोरीले पनि बुझ्नुपर्छ। पक्क बस्यो भने पागल हुन्छ। छोरछोरी राखेर जान्छ, छोरछोरीको याद आउँछ। छोरछोरीको याद आएपछि मन विरक्त हुन्छ। त्यस हुनाले सकेसम्म गरी नै खानुपर्छ। कसैले पनि, छोराले पनि आमालाई नरोक्नु, काम गर्नुपर्छ। गरेर खाएकै राम्रो हुन्छ। यस्तै हो। अब यी हाम्रो बारीतिर खेतीबाली किसानी कस्तो हुन्छ? पहेँलो तोरी हरियो मजाले हरिहरि देख्न पाइन्छ। काठमाडौँको कुना कुनामा घर मात्रै देख्न पाइन्छ। अझ काठमाडौँ भन्छन् सबैले।
काठमाडौँ यस्तो हरियाली देख्न पाइन्छ पहेँलो तोरी हरियो गहुँ हरियो बुट्टा बाटामा हिँड्दाखेरि पनि हरियो देखेर हिँड्न पाएँ घुम्न पाएँ कति रमाइलो चारकुने कुनामा घर बनाएर बस्यो काठमाडौँमा अनि त्यहाँबाट न यता न उता कहाँ हो त्यो घरको मान्छेले त्यो घरलाई चिन्दैन भइराक लाग्ने ल त्यो घाँस हाम्रो हो आलु हो ए आलु पहेँलो किन भएको त रोपेको छ अस्ति त्यही रामपर्ला गाड्न लगाएको अब मेरो खुट्टो त्यस्तो थियो त्यसैले गाड्नु लाग्यो कस्तो अब यहाँ खाली गरेर बेलुका हालिदिनु पर्छ यहाँ बिहाको चिया छ छोरी पहिले यो घरमा ए यो चाहिँ बयरको बेलको पो रहेछ त बयर भनेर हेर्न कस्तो केलेको हरिहरी हरिहरी कसैको छ हो पनि तरकारी यस्तो देख्न पाइन्छ छैन विदेशतिर केही देख्न पाउँदैन खै देखाउँदैन हरिहरी भन्ने सब देखिँदैन कान्छो हिँड्नेवाला कहिले कहिले फुल देखिन्थ्यो फुल रातो फुलेको त्यही पनि छैन आजभोलि त गाडीमा सिँह्या खुइँया उडे हिँडे यस्तो ओइ हाम्रो घर आइपुग्यौँ अब आमा छोरा मर्निङ गरेर घुमेर घर आयौँ फेरि मर्निङ अब के गर्नु त अब घर गएर अब घर गएर चिया पकाउने खाने छोरी आइसक्यो छोरीलाई चिया दिने छोरालाई चिया दिने सबै मिलेर चिया खाने हामी बस्ने हामी खाना खानेहरूलाई हुन्छ खाना पकाउने खाना खाने घाम लाग्यो भने घाम ताप्ने रमाइलो गरेर अब बुवालाई सुनाइदियो नि बुवा तपाईँ आज दुध ल्याउन गाह्रो मान्नुभयो क्या त्यही भएर मैले गइदिएँ बुढा अब के गर्नु जिन्दगीमा यस्तै छ बुढाबुढी भएपछि अहिले बुढाको ज्ञान बुढीले गर्नुपर्छ तर गाली गर्न हुँदैन है कहिले पनि पाप लाग्छ ल भयो भयो बुलाएको जस्तो सिधै होला जाउँदो तपाईँलाई सुनाइदिएन आइको आइपुग्यौँ घर झरना बोर्डिङ पनि देखियो सन्तपुरको झरना बोर्डिङ अब आफ्नो गेटबाट भित्र पस्छु अब भैँसी हेरौँ न भैँसी हेरौँ गाई हेरौँ न गाई दुध गाई पनि देखाउनु पऱ्यो नि 6 किलो गरेको फुल खुर्सानी अर्ग्यानिक खाना 6 किलो 800 ग्रामको दुध पुर्याएर आयो हामीले यो खाँदाखेरि कति मजा आउँछ होला कराङ कराङ टोकेर खाँदा नि होइन यो के लिचीको बोट हो र यो लिचीको बोट त छानाको सिमी तिनी लक्ष्मी गाई भित्र चाहिँ बुहारी लुकेर बसिसक्यो हेरौँ न के गर्नु लाग्छ गाईलाई पानी खुवाउँदैछु ओहो हो के गर्नुभयो तपाईँले गाईलाई पानी खुवाउँदैछु ए ल ठिक छ यता कुखुरा छ ए कुखुरा पनि छ अझै कुखुरा छ आम्मा हो बाउले आमै अनि यता खेतमा के छ धान खानालाई वर्षभरि धान आफ्नो घरभित्र बसी आरामले खान पाइयो दोकानमा गएर चामल ल्याएपछि ढुङ्गा माटो भएको हुन्छ आफ्नो घरको अर्ग्यानिक खाना खाएर बस्दाखेरि दुःख नगर भन्छन् छोराछोरी अब के गर्नु मलाई त सकिन्छ दुःखै गर्नु मन छ मिठै खानु मन छ यस्तै हो त्यो त
अनि बिहान बेला उठेर कति कमाउनु भयो अहिलेसम्म पैसा कति कमाइयो खै पाउने 700 कमाइयो क्या ए ल यस्तै कमाए जस्तो लागेको छ हिसाब गर्दाखेरि हमारा आइयो अनि अब के गर्ने त त्यो पैसाको अब त पैसा अब नुन तेल कहिले कहिले खानु पर्यो यताउता सरकारले संविधान महिनामा दिँदैन 15 दिनमा दिन्छ 15 दिनमा दिँदाखेरि घुटो ल्यायो तेल ल्यायो जिरा मसला किन्यो त्यही हो आमाले कमाए बाउले कमायो छोराले कमायो त्यही खानाको लागि दुःख गर्नुपर्छ सबैलाई खाना लगाएर लानुलाई त दुःख गर्नु परेको छ अब के गर्ने बुढाबुढी भएपछि यस्तै हो ल हजुर म त बसेँ थकै लाग्यो हैरान परियो भन्नु भएन फेरि छोराले गाली गर्छन् शान्ति भएर बस्नु पऱ्यो अब 1-1.5 घन्टा चिया पानी के खानु मन लाग्छ खाने अरे शान्ति आराम गर्ने